हेलो गाइस, वेलकम ब्याक। हामी चाहिँ यसो बाहिर घुम्न निस्किसक्यौँ। अब आज सन्डे, यहाँ चाहिँ खाना खाइवरी सकेर चाहिँ यसो हावा खाऊँ भनेर बाहिर निस्क्यौँ। अहिले चाहिँ बेलुकाको कति 8 बजिसक्यो र पनि कति उज्यालो ल हेर्नुहोस् त। धेरै दिन भयो बाहिर ननिस्केको। हेर्नुहोस् यतातिरको घर चाहिँ एकदम हिउँले पनि नभत्किने खालको भिरालो तरिकाले है। किनभने युरोपतिरका घर लगभग यस्तै हुन्छन् सबैतिर, जुनसुकै कन्ट्री हो नि युरोप भएपछि घर चाहिँ यस्तै हुन्छन्। बेलुकाको 9 बजिसक्यो तर पनि घाम गएका छैनन्। सबै युरोप बस्ने बासीलाई थाहा छँदैछ है। यो चाहिँ हाम्रो घरदेखि मास्तिरको रुमदेखि थोरै नजिकैको चर्च हो। हामी चाहिँ यता जाने हो। हेर्नुहोस् न गाइस, घामले गर्दा बाहिर निस्किन मन लागेर निस्क्यौँ हामी चाहिँ। अब चाहिँ तलसम्म जाने, अलिकति हिँड्ने, खाना खाइवरी निस्क्यौँ हामी चाहिँ। साथीहरू तल पुगिसक्नु भयो मलाई छोडेर। म छिटो जान्छु अनि भेट्टाइहाल्छु है त। गाडी आयो, हेर्नुपर्छ गाडी पनि। साथीहरू उहाँ तल पुगिसक्नु भयो। ल हेर्नुहोस् कति सुन्दर छ घर। यस्तो घर हुने मलाई चाहिँ बहुत मनपर्छ। तपाईँहरूलाई मनपर्छ कि पर्दैन? ल हेर्नुहोस् कति राम्रो घर छ साथीहरू।